ओए कान्छी, मलाई माफ गर ल। म फर्किएर आएको छु तँलाई भेट्न। जसरी फर्किन्छ नि बाँसको टुप्पा भुइँतिर, म त्यसरी नै फर्केर आएको छु तँलाई भेट्न भनेर। मसँग तँलाई खुब रिस उठेको होला है, जसरी रिसाउँछ छुन साथ कुकुरुक्क परिजाने मिलिटेट किरा। मलाई माफ गर ल। मैले नसकेरै हो रित्तो भाँडामा ढुङ्गा लाएर फिलिङ्गेको अचार बनाउन। मैले नसकेरै हो कमल कोठीले जस्तो सपनाहरूको घर बनाउन। र त छोएर सिस्नुलाई म कठोर भएको, अनि भविष्यको अपुङ्गो खोज्नलाई एकैछिन तँलाई छोडेको। यसरी मलाई छोड्नु अघि तैँले हेर्नु पर्थ्यो एकचोटि जुनलाई। ग्रहण लाग्थ्यो, अरूले दाग देख्थ्यो, तर पनि उसले आफू जीवित छु भन्नलाई रात पर्खिन्थ्यो।